फाइनल गाइस हामी आज खोलातिर जान लाग्छौँ। यो अचार कुखुराको अचार हैन, कुखुरामा दल्ने। अब कुखुरा लिन जानु छ। यहाँसम्म आइसकेको छौँ हामी। अब जम्मा 5 मिनटमा पुग्छ खोलामा है। केटाहरू आउँदैछ, त्यही भएर पर्खिरहेको छु। यहाँ छ हाम्रो मासु, कुखुराको मासु है। केटाहरू अब केटाहरूलाई पर्खिँदैछु कहिलेसम्म आइपुग्छ। यहाँ आइसक्यो भने चाहिँ तल अब हेरौँ है, पर्ख्यौँ। हेलो 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 भगत जी, अरू खोइ त केटाहरू आइ छैन त। बनाउनु फोन कुण्डीकोमा कहाँ भन्छ। पर्ने तयारी गाइस। यो पारा होइन बन्ददेखि अब केटाहरू सबै हामी आज पनि पौडिन गाइस होइन। तयारी पाक्दैछ गाइजु, मजाले बनाएर खानुपर्छ यसलाई। मासु गाइज हाम्रो पाकिसकेको छ। समाउन एकजनाले समाउन रसी काटे पारा है त गोबर भएन क्या पाकेन है। आया छैन रोगदा इरहेछ केटा। होइन गाइज, मासु पोलेर वनमा खानु मजा बेग्लै, त्यही माथि खोला के होइन गाइज। यो मासु मुझे त्यत्रो खोर्सानी हाल त यार। यहाँ चाहिँ ल्याउने हो कि हजुर है मासु। ओफर भएर राम्रो क्या। अब मासु खानु मजा नै बेग्लै। माथि हाल्ने
के नयाँ वर्ष केमा हाल अबे नयाँ वर्ष घरमा सर छाला डढेछ यार है छाला डढेछ क्या छिटो भयो चिसो भयो छिटो भएछ क्या बाहिर अलिक डढेछ पुरो बाहिर डढेर त भित्र डढेन चोकौँ न यार अघि कहाँ हो यसो गरौँ न यार पनि कागरी सोललाई ल्यायो हामीले काँक्रो यहाँ गाइस काँक्रो मासु केटाहरू के हुँदैछ गाइजहरू यहाँनिर पाक्दैछ मासुहरू होइन अनि यता चाहिँ देख्छौँ चाहिँ खोला छ है दाबी खोला यहाँ मजाले पौडी खेल्दै होइन गाइजहरू त्यो मासु मजाले टोक्दै काँक्रासँग टक्क लाएर मजाले खानेछौँ गाइजहरू यहाँ स्याम्पू चाहिँ यिनीहरू स्याम्पू चाहिँ हेला गरेर छ है एकछिन नेपालमा ल ल ल रबिनले देखाउन थाले ल देखा देखा केटोले देखा ल त ल त ल ल ल ल ल ल अनि तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँनिरको दह होइन यहाँ केटाहरू नुहाउँदै पनि छ यहाँनिर यहाँ पुरा थाकेर पुरा यहाँनिर ढुङ्गामा टक्क लाएर बसिरहेको छ केटाहरू अनि यहाँ माथितिर देख्न सक्नुहुन्छ यस्तो दामी यहाँनिर पहाड छ पहाडको मुनि चाहिँ यस्तो बबाल खोला छ अनि यहाँनिर केटाहरू नुहाउँदै पनि छ होइन अनि यहाँ मास्तिरबाट यहाँ आएको खोला हो है गाइजहरू यो चाहिँ माथि चाहिँ यस्तो बबाल छ कि गाइजहरू यो खोला चाहिँ धेरै माथिबाट आएको हो अनि यो खोलालाई चाहिँ
गाइजहरू यो खोलालाई चाहिँ दाबी खोला भनिन्छ गाइजहरू होइन। अनि यो खोला चाहिँ यहाँनिर यो बारबिसेबाट नजिकै छ होइन। अनि हामी पनि बारबिसेबाट आएका हौँ हामी केटाहरू टक्कलाएर यसो नुहाउनलाई गाइजहरू। अनि यहाँनिर चाहिँ वरिपरि देख्नुहुन्छ ओहो बबाल गाइज बबाल। अनि यहाँ एउटा यहाँनिर स्टोन देखाउन लागिरहेको छ गाइजहरू है त। अर्ग्यानिक है ल ल ल ल ल ल बास ल ढुक्क ठिक छ नि पूजन भाइ। फाइनल गाइज हामी निस्किनु लाग्यो होइन। बिहानै आएको अब निस्किनु पर्ने है। केटाहरू अझै खेल्दै अझै पुगेको छैन केटाहरूलाई। त्यही हो अब निस्किनु लाग्यो हामी पनि रमाइलो गरियो। अनि राम्रै छ भनौँ।